यो हो बन्टी, एक यस्तो व्यक्ति जो अनलाइन घोटालाको शिकार हुने नै वाला छ। के यो यस धोखाधडीबाट बच्न सक्नेछ? आउनुहोस् हेरौँ। हेलो हेलो, बन्टीजी बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु। बन्टीज्यू नमस्ते। नमस्ते बन्टीज्यू, हाम्रो लकी ड्रमा तपाईको निक्लेको छ नाम र तपाईले 50 लाखको जित्नु भएको छ इनाम। 50 लाखको इनाम? हजुर, 50 लाखको इनाम। धेरै धेरै बधाई छ तपाईलाई। साँच्चै? एकदम साँचो। बस यसको लागि तपाईले आफ्नो ब्याङ्क खाताको नम्बर बताउनु छ, जसबाट तपाईको खातामा हामीले जितेको रकम पठाउन सकौं। ब्याङ्क खाताको नम्बर? फोन नकाट्नु होला, म अहिले पठाउँछु। अरे सुन्छौ? हजुर, हाम्रो 50 लाखको इनाम निस्केछ। मेरो ब्याङ्कको पासबुक ल्याउ त, खाता नम्बर बताउनु छ। 50 लाखको इनाम? यस्तो गल्ती बिर्सेर पनि नगर्नुहोस्। मेरा 4 कुरा सधैँ याद राख्नुहोस्। कुन चाहिँ? पहिलो, यदि कुनै अनजान व्यक्तिले कुनै आकर्षक अफर दिन्छ भने बुझिहाल्नु कि यो कुनै घोटाला हुन सक्छ। दोस्रो, कहिले आफ्नो ब्याङ्क खाता, ओटिपी जस्ता जानकारी कसैलाई नदिनुहोस्। बुझ्नुभयो बन्टीज्यू? तेस्रो, आफ्नो निजी जानकारी सधैँ सुरक्षित राख्नुहोस्। अनि बन्टीज्यू, र चौथो, घोटालाबाजको सूचना तुरन्तै पुलिसलाई दिनुहोस्। के बुझ्नुभयो बन्टीज्यू? धन्न, म घोटालाको शिकार हुनबाट अलिकतिले बचे। म अहिले नै 100 नम्बरमा डायल गर्छु। साथीहरू, कुरा यी 4 राख्नुहोस् याद, फसाउन नसकोस् घोटालेबाजले।